down, I know you got me, baby. हेलो अनि नमस्ते सबैजनालाई। आज चाहिँ फेरि मम्मीलाई हस्पिटल लिएर आएको थिएँ त्यो अस्तिको रिपोर्ट देखाउन। फेरि सबै भ्याइयो, मम्मी दबाई किन्न जानुभयो। म चाहिँ यता स्कुटी निकाल्न फेरि हेर्दै जाऊँ के हुन्छ। म स्कुटी निकाल्छु अनि भेट्छु ल। म चाहिँ स्कुटी निकालेर पनि आइसकेँ। अहिले मम्मीलाई खोज्दैछु होइन। मम्मी कता हुन्छ अहिलेको भिड चाहिँ माहौल चाहिँ यस्तो छ। कसरी खोजिन्छ यस्तो छ। मम्मी भेटेपछि फेरि गर्छु म। पहिलो कुरो त तपाईँ रक्तदान गरेपछि तपाईँको शरीरमा यति धेरै फुर्तिलो हुन्छ। शरीर तपाईँको शरीरमा फुर्ती बढी आउने, तपाईँलाई जाँगर बढी आउने हुन्छ। तपाईँलाई अलिक बढी खानाहरू रुच्ने हुन्छ रक्तदान गरेपछि। दोस्रो कुरा तपाईँलाई आत्मसन्तुष्टि मिल्ने हुन्छ, किनभने तपाईँले नष्ट भएर जाने रगतलाई बिरामीको ज्यान बचाउनको लागि प्रयोग गर्नुभएको छ। त्यस कारणले गर्दाखेरि तपाईँलाई आत्मसन्तुष्टि मिल्छ रक्तदान गरिसकेपछि। तेस्रो कुरा तपाईँको नियमित तपाईँ रक्तदान गर्ने रक्तदाता हुनुभयो भने तपाईँलाई कोलेस्ट्रोल तपाईँको शरीरमा कोलेस्ट्रोलको मात्रा मेन्टेन हुन्छ। कोलेस्ट्रोल तपाईँको चाहिँ सन्तुलन राख्नलाई सहयोग गर्छ। त्यस्तै गरी तपाईँको नियमित रक्तदाता हुनुभयो भने तपाईँलाई क्यान्सर जस्तो भयानक रोगहरू लाग्नबाट चाहिँ जोगाउँछ। त्यस्तै गरी तपाईँ नियमित रक्तदाता हुनुभयो भने तपाईँको शरीरको मोटोपनाहरू सन्तुलन गर्नलाई सहयोग पुर्याउँछ। तपाईँ नियमित रक्तदाता हुनुभयो भने तपाईँको शरीरमा पुरानो रगत गएर नयाँ रगत चलाउने भएको कारणले गर्दा तपाईँको खानामा चमकहरू आउने हुन्छ। तपाईँ नियमित रक्तदाता हुनुभयो भने तपाईँको शरीरको अवस्था, तपाईँको शरीरमा रगतभित्र भएका रोगहरू, यौनजन्य रोगहरूको आयुर्वेदका बिरामीले पनि रक्तदान गर्न सकिन्छ। प्रेसरको औषधि खाइरहनु भएको छ, प्रेसर नर्मल छ भने पनि प्रेसरको बिरामीले औषधि खाइरहनु भएको छ तर प्रेसर नर्मल छ भने रक्तदान गर्नुहुन्छ। अब धेरै पहिलाभन्दा धेरै फराकिलो भयो। अहिले चाहिँ म यहाँनिर छु होइन। यहाँ चाहिँ के कन्स्ट्रक्सन हुँदो रहेछ हस्पिटलमा। यो ट्रकको टायर हेर्नु न, अगाडिको टायर यता एकपट्टिको टायर पुरै उडेको छ होइन। यस्तो नि हुँदो रहेछ माथिको लागि चाहिँ काम गर्नलाई। यस्तोसम्म हुँदो रहेछ यहाँ काम गर्न चाहिँ। अहिलेसम्म मैले मम्मीलाई चाहिँ भेटेको छैन, फोन पनि उठाएको छैन मम्मीको। अहिले फोन उठेपछि मम्मीलाई भेटेपछि फेरि गर्छु ल। अहिले चाहिँ हामी घरनिर आएर उखुको जुस कस्तो छ? मिठो छ? मिठो छ है। हाम्रो मम्मीले चाहिँ यहाँ बिहान गाई ल्याएर बाँधिदिनु भएको थियो। यहाँबाट चाहिँ गाई कसरी छिर्यो कि हेरौँ है कसरी आउँछ गाई। त्यत्रो गाई यार, म बिहान छक्क परेको यहाँ गाई सार्न आउँदा। ल हेर्नु है गाई कसरी आउँछ यहाँबाट। ए गाई त सर्रै छिर्दो रहेछ त। यत्रो ठुलो गाई छिर्ने ह्यान्ड पाइप छ है यहाँ त। ए बिहान ल्याएर छोड्या, अहिले दिउँसोको 2 बजी लिन आखान्। यस्ता मान्छेहरू छन्। अनि अहिले चाहिँ म घर आएर खाजा बनाउनु लाग्यो। खाजा चाहिँ के भन्दाखेरि यो हल्का यो थियो होइन, यो फ्राई गरेर अनि त्यो चिउरा र चाउचाउ अनि अन्डा भुट्ने के मिठो हुन्छ। म बनाउँछु अनि तपाईँहरूलाई देखाउँछु ल, बनाएर देखाउँछु ल। अहिले चाहिँ यो फ्राई हुँदैछ मेरो, हल्का चिकन हो क्या।